हेलो साथीहरु, यो हो मेरो एक दिनको कमाइ। यति पैसा कमाउनलाई के कति काम गर्नु पर्यो तपाईहरु भिडियो हेर्दै जानु होला। बिहानै उठेर मलाई होटलतिर आज शनिबार भएको कारणले जखरामा पिकनिक पनि धेरै आउने गर्दछन्, त्यसैले म सुरुमै गएर होटल सोटल खोटेर सुकुटीको लागि तयारी गर्न थाले। मासु काटेर सुकुटी बनाउन थाले अनि त्यसपछि प्याजहरु खुर्काएर राख्न थाले। त्यसपछि मोमोहरु बनाउनु छ अनि चटनी पनि बनाउनु छ मोमोको लागि। आज रनिङ सेल चलिरहेको कारणले स्कुलको विद्यार्थीहरु त्यति नआउलान् सायद, त्यही पनि हल्का फुल्का मान्छेहरु आउँछन् कि भनेर मलाई कामतिर प्याजहरु बनाउँदै थिएँ अनि एकजना दिदी आएर मेरो पिकनिकको लागि मासुहरु यहीँ पकाइदिनुस् होटलमा नै, म पैसा दिन्छु भनेर मलाई काम गराउन थाल्नुभयो। उहाँले 1500 दिएर जानुभयो। मैले उहाँको सबै मासुहरु पकाएर रेडी गरिदिएँ अनि उहाँले पनि लगेर जानुभयो। त्यसपछि मलाई अरू काम गर्न चाउमिनहरु बनाउनु थियो। मान्छे पनि आउन थालिसकेका थिए। हल्का फुल्का अरू दिन जस्तो शनिबार जस्तो भिडभाड चाहिँ छैन आज, किनभने सबै जसो स्कुलहरुको रनिङ सिल प्रतियोगिता चलिरहेको छ, त्यही पनि हल्का घुम्ने मान्छेहरु चाहिँ आइरहेका थिए। यतिकैमा मोमो पनि सिद्धियो अनि हामी बुढाबुढी भएर मोमो बनाउन थाल्यौँ फेरि छिटो। आज अरू दिनको शनिबार जस्तो भएन, त्यही पनि हल्का फुल्का व्यापार चाहिँ गरियो। अनि के कति भएछ भनेर साँझ पैसा गन्दाखेरि चाहिँ आज त्यति धेरै भएन छ, 12-13 हजार भएछ। ल साथीहरु, तपाईहरु चाहिँ भिडियोलाई लाइक कमेन्ट गर्नु होला। हस् त, धन्यवाद।